एउटा शक्तिशाली, आकर्षक अनि चाखलाग्दो विषयमा बोल्न गइरहेको छु, जसमा बाइबलमा दुष्ट आत्माको उत्पत्ति कसरी भयो र यसको सबै कुरा चाहिँ सार तत्त्व कहाँ छ भन्ने कुराको विषयमा म तपाईँलाई छोटो मात्र 3 मिनटको केही कुराहरू सुनाउन गइरहेको छु। के तपाईँलाई कहिले यस्तो लाग्छ यदि परमेश्वर असल हुनुहुन्छ भने दुष्ट आत्मा चाहिँ कहाँबाट आयो? बाइबलले यसको सही उत्तर सिधै दिन्छ, तर यो कुरा धेरै रहस्यमय र गहिरो छ। बाइबल अनुसार दुष्ट आत्माहरू सुरुमा सृष्टि गरिएका थिएनन्। तिनीहरू चाहिँ स्वर्गदूत थिए जसलाई परमेश्वरले असल रूपमा सृष्टि गर्नुभयो। तर जब दुष्ट आत्माले एउटा विद्रोह गर्यो, घमण्ड गर्यो अनि वो शक्तिशाली स्वर्गदूत चाहिँ पतन हुन पुग्यो, त्यसपछि चाहिँ दुष्ट आत्माको सुरुवात भएको छ। यसलाई धेरै मानिसहरूले लुसिफर भनेर पनि चिन्दछन्। यशायाको पुस्तक 14 देखि 15 र इजिकेलको 28 देखि 17 मा हामीले हेर्यौं भने एक सुन्दर शक्तिशाली स्वर्गदूतले आफ्नो हृदयमा भन्यो, म परमेश्वर जत्तिकै उचाइमा पुग्नेछु। तर यही घमण्डले उसलाई पतन गरायो। त्यसपछि वो शैतान बन्यो र उसका साथमा लागेका स्वर्गदूतहरू दुष्ट आत्मा बने। प्रकाश 12:9 अनुसार शैतान र उसका अनुयायीहरू स्वर्गबाट निकालिए र पृथ्वीमा फ्याँकिए। त्यसपछि उनीहरू मानिसहरूलाई भ्रमित गर्दै गए, पापतर्फ आकर्षित गर्दै गए र आत्मिक रूपमा मानिसहरूलाई नष्ट पार्दै गए। तर याद राख्नुहोस्, उनीहरू परमेश्वरभन्दा शक्तिशाली चाहिँ छैनन्। त्यसकारणले प्रियहरू, हामीले थाहा पाउनुपर्छ, दुष्ट आत्माको सुरुवात चाहिँ सृष्टि भएको होइन, पतन भएपछि उनीहरूको सुरुवात भयो भन्ने कुरा चाहिँ हामी स्पष्ट हुनुपर्दछ। त्यसकारण एउटा आत्मिक सत्य के हो भने कुनै दुष्ट आत्मा कुनै नयाँ सृष्टि होइन, यो विद्रोह र घमण्डबाट पतन भएको आत्मिक अवस्था हो। तर बाइबलले यसलाई यस्तो सन्देश दिन्छ, यीशु ख्रीष्टको विजयले नै शैतानको शक्ति चाहिँ सीमित भएको छ। त्यसकारण अन्धकार जति गहिरो भए पनि प्रकाश चाहिँ सिधै ख्रीष्टको विजयमा आउँदछ भन्ने कुरा चाहिँ हामीले जान्नुपर्छ। यो छोटो स्क्रिप्चरमा तपाईले बुझेको कुरा चाहिँ कमेन्ट गर्न नभुल्नुहोला। त्यसकारण हाम्रो च्यानललाई सुनिराख्नुहोला र हामी सँगसँगै तपाईहरु जानुभयो भने धेरै कुराहरू बुझ्न पाउनुहुनेछ। हस्, धन्यवाद।